हेलो साथीहरु, हामी चाहिँ डल्ले चौक खोज्नु जाँदैछु हो। बाटो पनि यस्तो छ हेर्नुस् त, यो हामी पहिला हिँडेको बाटो, सानोमा हिँडेको बाटो। उहाँ तल हेर्नु न, दुईजना हल्ला गर्दै हिँड्दैछौ। छोरीले ब्लग बनाएको हेर्नु न। म चाहिँ उतल गएर बस्छु है, यिनीहरू जान्छ च्याउ टिप्नु चाहिँ। म चाहिँ उतल डाँडामा बस्छु साथीहरु, हेर्दै गर्नुहोस् ल। साथीहरु, हाम्रो गाउँबाट सुम्बुक चाहिँ यस्तो देख्छ है, यहाँ पारिपट्टि देख्छ हेर्नुहोस् त। यो पारि देखेको डाँडा चाहिँ सुम्बुक हो है साथीहरु। साथीहरु यहाँ हेर्नुहोस् त, यो चाहिँ सिरुको फुल, यसलाई सपुरपति पनि भन्छ है। यो चाहिँ तेलमा भिजाएर दियोमा बाल्नु पनि सक्नुहुन्छ है। यसले चाहिँ दियोमा बाल्ने धागोको काम पनि गर्छ है। पहिला पहिला हाम्रो घरतिर चाहिँ यस्तै चलाउँथ्यो पूजाआजा गर्दाखेरि हैन। अन्त यो कस्तो मजाले फुल्छ हेर्नु न। अहिले त त्यति राम्रो फुलेको छैन, हल्का हल्का फुलिरहेछ है। भोलिपर्सि यो खेतमा चाहिँ ड्याम्मै फुलिरहेको हुन्छ सेतै। अहिले चाहिँ अलिक कम्ती कम्ती फुलिरहेको रहेछ साथीहरु। सिरुपाते डाँडा काटेर कहाँ जान लाग्यो सरङ्गी दाइ, पिरातीको भाका बोकेर। कस्तो मजाको देखेको है गाइस, हेर्नुहोस् न। यो चाहिँ तौली डाँडा भन्छ है। हामी चाहिँ यहाँनिर चाहिँ हामी सानोमा केराको दाम्चा ल्याएर सुलकुती खेल्थ्यौँ हैन। लुगा फटाएर यस्तो दुलो बनाएर है, आमाहरूले क्या पिट्थे हामीलाई लुगा फटायो भनेर है। यो डाँडामा चाहिँ, यो चाहिँ तौली डाँडा हो साथीहरु। यहाँ पनि दामी पलाउँछ सिरुहरू हो, हरियो दुबोहरू पलाउँछ। अहिले इरुको पातहरू त पलाएको छैन, किराले सबै खाएर। जस्तो साथीहरूले लगाउनु भएको छ नि, मकैमा किरा लाग्छ नि, त्यो माकुरा जस्तो त्यो धागोमा झुन्डिने किरा हो, त्यस्तो किराले खाएर हेर्नु न। रुखको पत्ताहरूको, एउटा रुखको पत्ताहरू पलाउनु दिएको छैन। पलाउने बित्तिकै त्यो किराले खाइ त हाल्दो रहेछ साथीहरु। कता कता मात्रै पात पलाउँदैछ है। आज त पुरा पानी आउला जस्तो भइरहेछ, पुरा अँधेरो भइरहेछ चारतिर है। उहाँ तल हेर्नुहोस् न, दुईजना फोटो खिचेको अरे हो। आम्मा साथीहरु, एकताल के हो, यो अररी काँडैले मलाई छ्यासै छ्यासै भन्ने गीत निक्लेको थियो नि। अररी काँडा चाहिँ यही हो है साथीहरु, सानो काँडा हुँदैन हेर्नु न। पक्रिनु सक्दैन। तर तपाईहरुलाई थाहा छ यो अररी काँडाको जरा चाहिँ के को दबाई हो भनेर?